हेलो, गुड मर्निङ अनि स्वागत छ हजुरहरूलाई मेरो अर्को मिनी भ्लगमा। हाम्रो दिनको सुरुवात चाहिँ चियाबाट हुँदैछ। हेर्नु न, छोराले चाहिँ बिहान बिहानै बाउ छोरा गएर बिस्कुट किनेर हेर्नु न। अनि यहाँनिर हाम्रो कोठाको हालत चाहिँ यस्तो छ है। सबै उठेर नि मैले चाहिँ योहरू के अरे ओछ्यानहरू मिलाएकै छुइनँ कि म चाहिँ यो ब्याग बुन्दै थिएँ, ब्याग सक्छु अनि मात्र मिलाउँछु भनेको थिएँ क्या। भर्खर 4:30 हुँदैछ नि त। अनि बुढाले यहाँ चिया पनि बनाएर ल्याइदियो है। अनि म चाहिँ मेरो ब्याग बिग्रेको त खोल्दै बनाउँदै गर्दै थिएँ कि। अनि हामीले चिया खाइसक्यौँ। चिया खाएर मैले ओछ्यानहरू सनक्क पारेँ किनभने साह्रै घिनलाग्दो भयो कि। अनि छोराले है चिया खाँदा खाँदै सबै लुगा, सेतो लुगा त चियाले बिगारिहाल्यो। अनि मैले घर सफा गर्दै जाँदाखेरि त है यहाँनिर बिरालो कराएको जस्तो सुनेर हेरेको त बिरालो चाहिँ यहाँभित्र छिरिरहेको रहेछ कि सानो बच्चा। छोराले नि खोइ म पनि बिरालो हेर्छु भनेर आयो। अनि मैले चाहिँ छोरालाई यहाँ माथि चढाइदिएँ कि त्यहाँ हेर्दै गर एकछिन, मामुले घर सफा गर्छु भनेर उसलाई त्यहाँ माथि बिरालोसँग भुलाइदिइराखेर म चाहिँ बाहिर गएर आँगन सफा गर्नु थालेँ। भित्र त सबै मैले सफा गरिसकेको थिएँ नि त। अनि बाहिर चाहिँ त्यो रातभरि हावा चलेकोले सबै पत्ताहरू उडाएर ल्याएको थियो। अनि आँगन पनि सफा गरेको, कस्तो पानी आउने बेला भयो है एक्कासी। कालो बादल लागेर है कस्तो भएको थियो क्या। एक त्यो बिहान बिहानै अँध्यारो भइगयो क्या, उज्यालो हुँदै जानुपर्नेमा। अनि मैले है 1-2वटा फुलहरूको फोटोहरू खिचेँ क्या। कस्तो राम्रो देखिरहेको थियो कि झन् त्यो अँध्यारोमा कस्तो राम्रो थियो क्या फुलहरू त झन्। हाम्रो यहाँ कति 2-3 दिन पानी परेको थिएन, टिनिक्क घाम लागेको थियो है। फेरि अब आज पानी पर्ने भयो। बिहान बिहानै कति भर्खर 6:30 बजी त हुँदै थियो है। उठेर यताउति गर्दा गर्दै उयो हुँदै थियो, उज्यालो हुँदै जानुपर्ने, अँध्यारो अँध्यारो भएर त पानी पर्ने बेला भयो। मैले चाहिँ अनि गडाङ गुडुङ गर्दै थियो, चट्याङहरू हान्दै थियो। म चाहिँ यस्तो अनि भिडियो बनाउँदै थिएँ कि मलाई त फेरि एकदम डर लाग्छ कि बिजुली चम्किनु बित्तिकै म त भित्र खुर्र कुदेर जाने मान्छे नि त। तर यतिखेर चाहिँ मलाई भिडियो खुब फुलहरू कस्तो राम्रो देखिरहेको थियो कि। अनि मैले चाहिँ फुलहरूको खिचेँ, मेरो सागहरू खिचेँ है। यो चाहिँ बिरुवा हो सागको। अनि यसलाई अलिकति ठुलो भएपछि रोप्नुपर्ने छ, सार्नुपर्ने छ। पानीले कुटेर मारिदिन आँटिसक्यो। मेरो मनी प्लान्ट हेर्नु न कति लामो भइसकिसक्यो, बढेको बढै छ। तर यो चाहिँ मेरो लिली फुल है, एउटा फुलिसक्यो, अर्को फुल्दैछ। यहाँ छोरा खेलिरहेछ, अझै बिरालो हेरिरहेको थियो। अनि मैले उसलाई ल अब चाहिँ भयो भने त मैले बाहिर काम सकेँ। अनि उसलाई नि के अरे झारेर भित्र लगेर गएको। पानी पर्नु पनि सुरु भयो। पानी परेपछि चाहिँ हल्का उज्यालो भयो है। अघि पानी पर्नुभन्दा अगाडि त कस्तो अँध्यारो भएको थियो। अहिले चाहिँ पानी परेपछि चाहिँ आकाश पनि अलिकति सफा भएछ। अनि जाडो जाडो भयो है। अनि हामीले चाहिँ चाउमिन बनाएर खाऊँ भनेर मैले चाहिँ चाउमिन बनाउन थालेँ।